नेपाली इतिहासलाई अब केही दशक अगाडि बढाउने नेतृत्व गर्ने नयाँ पुस्ता यो सङ्घर्षबाट दीक्षित भएको छ। त्यसैले उहाँहरूलाई पनि प्रोत्साहन गर्नुको निम्ति र नयाँ पुराना दलहरू सबैले आफूलाई कि त रूपान्तरित हुनुपर्छ, एउटा भनाइ नै स्थापित भइसक्यो, कि त सचिनुपर्छ कि सकिनुपर्छ भन्ने अवस्था जुन छ, त्यस अर्थमा हामी वैकल्पिक राजनीति अभियन्ताहरूले पनि अब आफ्ना जुन समूहहरू छन्, पार्टीहरू छन्, त्यहाँ चाहिँ सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने हामीले प्रयत्न गर्नुपर्छ। त्यो दिशामा पनि बल पुगोस् भन्ने ढङ्गले नै मैले पत्याग गरेको हो। म आन्दोलनबाट, अभियानबाट अलग भएको होइन, यो म बिल्कुल स्पष्ट पार्न चाहन्छु। त्यस अर्थमा नयाँ शक्ति अभियान त एउटा हो भने अर्को विवेकशील साझा अभियान छ, पछि स्वतन्त्रको रूपमा आएको छ। बालेन, हर्क लगायतकाहरूले चाहिँ आफ्नो ढङ्गले स्वतन्त्र अभियानहरू चलाइराख्नु भएको छ र अहिले त जेएनजी आफै नयाँ पुस्ताको रूपमा जुन अगाडि आएको छ, यो छिटो ठुलो सशक्त शक्ति छ। त्यसैले यी सबै शक्तिहरू चाहिँ अगाडि आउन् र उनीहरूको निम्ति हाम्रो जस्ता पुस्ताले चाहिँ बेलैमा मार्ग प्रशस्त गरिदिनुपर्छ। उहाँहरूलाई चाहिँ हामीले सक्दो सबै हिसाबले सहयोग पुर्याउनुपर्छ भन्ने एउटा सन्देश जाओस् भन्ने ढङ्गले पनि मैले एउटा कदम चालेको हुँ।